99% विद्यार्थीहरू यो क्वेसन हेर्ने बित्तिकै छोडिदिन्छन्। त्यसैले म तपाईलाई यसको सर्ट ट्रिक सिकाउँछु। सर्ट ट्रिक के छ भने, अनि क्वेसनमा के भने रहेछ भने सुरुको अमाउन्ट 12.5% ले इन्क्रिज गराएर रहेछ के, अनि फेरि अब इन्क्रिज भएपछि 11.11% ले डिक्रिज भएको छ हैन। अनि त्यसपछि अब डिक्रिज भएपछि जुन अमाउन्ट छ नि अहिले, अनि त्यसलाई पनि अब 20% ले इन्क्रिज गरेर रहेछ के। अनि त्यसमा पनि अब सोध्या छ नेट चेन्ज भनेको कति हो, व्हाट इज नेट चेन्ज, नेट पर्सेन्टेज चेन्ज। अब यसको लागि हामी के गर्छौं भने हामी यसमा डराउनु पर्दैन, यसमा डाइरेक्ट के गर्नु पर्यो भन्दाखेरि 12.5% लाई हामीले फ्र्याक्सनमा चेन्ज गर्नु पर्यो। 12.5/100 भनेको चाहिँ 1/8 आउँछ। यो भनेको हाम्रो प्लसमा छ 1/8। अब हाम्रो के गर्नु पर्यो भन्दाखेरि इनिशियल फाइनल सुरुमा 8 थियो हैन, सुरुमा 8 थियो, अब +1 इन्क्रिज भएको छ, इन्क्रिज भएपछि अब 9 भयो, ठीक छ। अब त्यस्तै -11.11% लाई हामीले केमा चेन्ज गर्नु पर्यो, फ्र्याक्सनमा, पर्सेन्टलाई फ्र्याक्सनमा चेन्ज गर्नु पर्यो। यो हाम्रो हुन्छ 1/9 माइनसमा सुरुमा 9 थियो, सुरुमा 9 थियो, अहिले कति भयो घटेर 1 घटेर 8 भयो, ठीक छ। ल अब अर्कोमा के भनेछ 20% ले इन्क्रिज भएको छ हैन। 20% भनेको 1/5 प्लस 1/5 छ हैन, ठीक छ। त्यसो भए 5 देखि हाम्रो कति भयो 6। अब यसपछि हाम्रो यो भनेको हाम्रो रेशियो, ठीक छ। अब यसमा हामी के गर्नु पर्यो भन्दाखेरि यो इनिशियललाई इनिशियलसँग मल्टिप्लाई गर्नु पर्यो, फाइनललाई फाइनलसँग मल्टिप्लाई गर्नु पर्यो, ठीक छ। यसमा के हुन्छ भने 8 × 9 × 5 = 9:8:6, ठीक छ। यति त बुझ्नु भयो होला। अब के गर्नु पर्यो, यो र यो काट दिनु पर्यो, 9 कट्यो, अब बाँकी भयो हाम्रो 5:6। 5:6 छ भने सुरुमा 5 थियो, अहिले 6 भयो हैन। नेट चेन्ज कति छ 1 छ, +1 1, अनि बाइमा लेख्नु पर्यो 5 अनि इन्टु 100%। 1/5 × 100% भनेको 20%। यो भनेको हाम्रो एन्सर 20% एन्सर। ल यो त भयो हाम्रो कन्सेप्ट। अब यस्तै म हजुरलाई अर्को क्वेसन दिन्छु, त्यो चाहिँ हजुर सल्भ गरेर कमेन्टमा एन्सर भन्नुपर्ने हुन्छ।